गाइज म चाहिँ आज मेरो घरको छेउमा पानी हाल्न आएको है। कस्तो मजाले फलेछ हेर न यहाँ माथि टुप्पी एउटा अनि त्यसपछि यो चाहिँ हाम्रो उवाको नलमा राखेको यो चाहिँ अनि यो चाहिँ सनमा है। यो चाहिँ रिसर्चको लागि कस्तो हुँदो रहेछ भनेर यो चाहिँ सनको चाहिँ एक लट खाइसक्यो। अब अर्को लट हुन्छ कि हुन्न योमा हेर्नु पर्यो कति लटसम्म हुँदो रहेछ। यो उवाको नलको चाहिँ यो चाहिँ 3 लट हो। 2 लट चाहिँ हामीले उत्पादन लिइसक्यौँ। अब यो चाहिँ लास्ट लट हुन्छ कि कस्तो हुन्छ अब हेरौँ न कतिचोटिसम्म उत्पादन लिन सकिने रहेछ भनेर है। कस्तो राम्रो भएछ हेर। यो चाहिँ अब हार्भेस्ट गर्ने बेला चाहिँ हुँदैछ। कोही चाहिँ यस्तो ढलिसकेछ। यो फेरि एकैचोटि यो टिप्दा चाहिँ फेरि यिनीहरू टिप्दा चाहिँ यो सानोहरू चाहिँ फेरि त्यही सुकेर जाँदो रहेछ कि। त्यही भएर 1-2 दिन बरु वेट राख गर्ने अनि बल्ल टिप्ने भनेर त्यतिकै छोडेको। यो चाहिँ हाम्रो सन र पराल जौको नल भनौँ न उवाको नल के त्यो मिक्स गरेर राखेको। यसमा यो सनमा भन्दा पनि बढी यहीमै हुँदो रहेछ जस्तो लाग्यो है। पुटुस पुटुस आउँदैछ बल्ल।